गुड मर्निङ साथीहरू। आशा छ चिया पानी पिइसक्नु भयो होला। मैले पनि पिइसकेँ। आज तपाईँको बिहानको दिन कस्तो रह्यो है? मेरो त आज ठिकै रह्यो, किन भन्दा म आज वाकिङ गएन है। आज तपाईँहरूलाई चाहिँ मेरो घरको वरिपरि गमला समला र खाली स्पेसमा लगाइएको खेती भन्नाले सब्जीहरू चाहिँ देखाउने छु। सायद तपाईँहरूले पनि लगाइसक्नुभयो होला। यति बेला हो यसको सिजन। यो सिजनमा नलगाए कहिले लगाउने होइन र हजुर? जे कुरा पनि के हुन्छ, सिजनमा लगाउनु पर्यो। फल्नु त फलेको छैन, तैपनि तपाईँहरूलाई यसो अपडेट दिउँ कि भनेर है हजुर। हाम्रो स्वास्थ्यको लागि अति नै उत्तम हुन्छ भन्ने सुने। साथै यसमा यो चाहिँ टमाटरको चटनीमा मिसाएर खानुभयो भने अति नै मिठो पनि हुन्छ होइन र। र बिहानमा 2-3 पत्ता रोज खानुभयो भने चाहिँ हाम्रो चाहिँ ग्यास्ट्रिकको समस्याहरू पनि एकदमै निर्मल भएर जान्छ भन्ने मैले विभिन्न विज्ञहरूबाट सुनेको थिएँ। तपाईँहरूको पनि लगाउनुहोस्। यो चाहिँ सजिलो छ लगाउन। हुन्छ भने तपाईँले पनि सेवन गर्नुहोला। त्यस्तै गरी यो चाहिँ घिरौँला त देख्नुभएको छ सबैले। तर यो घिरौँला चाहिँ के भन्दा झिनुवा घिरौँला भन्छ हाम्रो गाउँतिर स्याङ्जातिर। यो चाहिँ बसाउने घिरौँला है। यो पकाउनु भयो भने तपाईँको घरै पुरै झिनुवा भात पकाए जस्तै बसाउँछ है। समझ रहे हो आप? समझ रहे हो? यो चाहिँ कालो सिँबी हो है। यो सिँबी चाहिँ एकदम छिटो बढ्छ। यो भाइले पोखराबाट अस्ति पठाइदिएको बिउ हो। यत्रो भइसकेको छ। खास पोखरामा चाहिँ खाइसक्यो, तर चाहिँ म चाहिँ ढिलो भएँ। यताभित्र पनि लगाएको छु। यो पनि झिनुवा घिरौँला हो। काँक्रा चाहिँ मैले पहिला पनि लगाएको थिएँ। यसले मलाई ठग्यो है। अलिकति पोषण पुगेन के हो, तर पछाडि ठुल्ठुला भइसकेको छ मेरो काँक्राहरू। यहाँ चाहिँ डल्ले खुर्सानीहरू, अकबरे खुर्सानीहरू लगाएको छु, तर खासै उपति देखिएन। त्यही गरी यो चाहिँ घिरौँला किनेर ल्याएको घिरौँला। यसले चाहिँ निकै प्रगति देखाएको छ। हेरौँ कतिको फल्छ है। त्यस्तै गरी सेतो सिँबी पनि राम्रै भएको छ, तर चाहिँ अहिलेसम्म यसले चाहिँ एक छाक पनि खुलाएको छैन। हेरौँ सायद खुलाउँछ होला। यसलाई चाहिँ यो चाहिँ अलिक पहिल्यै लगाएको भएर ठुलो भइसकेको छ, फल्दैछ। तर काठमाडौँमा पानी कम आउने भएर अलिक ढिलो हुर्किने है। पोखरातिर चाहिँ यति हुर्किन्छ, हजुरको 2 महिनामा यति माथि पुग्छ। तर काठमाडौँमा साह्रै ढिलो। मल पनि लगाउनु त कति लगाएको छु, अलिअलि फलेको छ है। फलेछ, आत्तिनु भएन। के अरे मौसमी फल हो होइन, खेती हो। यो चाहिँ बिस्तारै हुन्छ। तिते करेला चाहिँ मैले 2वटा बोट किनेर ल्याएको छु। यो पनि माथि पुगिसकेको छ, तर चाहिँ फलेको छैन भन्दा 1-2 बोटिला अब देखिन थालेको छ। त्यस्तै गरी यो पाखा पनि अर्को पनि तिते करेला लगाएको छु। यसले पनि माथि पुगेछ, 1 बोटिला दिएको छ। आशा छ यसले पनि चाहिँ छिट्टै मिच्याउँछ होला। मैले प्राय वर्षैपछि तिते करेलाहरू यहाँ चाहिँ बनाउँछु। मैले पोहोरको तिते करेला अस्ति भर्खर भ्याइयो है, यो महिना गएको महिना। र प्रायरको पनि त्यस्तै भयो। मैले चाहिँ काटेर डिप फ्रिजमा चाहिँ फ्रोजन गरेर राख्छु। तपाईँले पनि त्यसरी नै तिते करेला, अकबरे खुर्सानीहरूलाई डिप फ्रिजमा राख्नुभयो भने प्लास्टिकमा प्याक गरेर जस्ताको तस्तै बस्छ है। अकबरे खुर्सानी त मैले अझै पनि खाइ नै राखेको छु, डिप फ्रिजमा छ। मैले चाहिँ वर्षैपछि यसलाई चाहिँ टाँड कसरी लगाइन्छु भन्दा यसलाई यस्तो गरेर लगाइन्छु। हेर्नुहोस् है। किन भन्दा अब ठाउँ कम छ। ठाउँ कम भएपछि जस्तो ठाउँ छ तपाईँको उस्तै किसिमले चल्नु पऱ्यो नि त। हेर्नुहोस् है, यो सबै मैले यस्तरी बनाइदिएको छु है। त्यसको लागि के गरेँ भन्दा पहिला चाहिँ यो बिजुलीको पोलमा ठुलो रसी चाहिँ बाँधेँ।
त्यो चाहिँ त्यसपछि यो मेन चाहिँ फ्रेम चाहिँ ठुलो ठुलो बाँधिदिएको छु। बिचमा पनि एउटा ठुलो छ र त्यो अर्को त सब्जी फार्मको लागि बजारमा बेच्न राखेको हुन्छ, त्यही नै रसी मैले प्रयोग गरेको छु। हेरौँ, पोहोर प्रकार चाहिँ अलि होचो हुन्थ्यो, फल्दाखेरि यहीँ नै आउँथ्यो। मेरो फेसबुकतिर हेर्नुभयो भने यति धेरै छ। तिते करेलादेखि लिएर इस्कुसहरू मैले यहाँ यस्तो फलाएको थिएँ। अहिले चाहिँ इस्कुस मैले यहाँ लगाएको छैन, पछाडि छ। त्यस्तै गरी एउटा रहर लाग्दो देखिने चाहिँ मेरो बारी करेसामा भनौँ न, यो चाहिँ छ है। हेर्नुहोस्, यसमा चाहिँ 35वटा जति फलेको थियो, तर चाहिँ अझै पनि यसमा 25 भन्दा बढी नै फल बसेको छ। यो हामीले चाहिँ गाउँमा चाहिँ कटहर आँपलाई चाहिँ 12 मासे फल भनिन्थ्यो, त्यस्तै गरी यो पनि 12 मासे फल्छ। अनि यसको एउटा विशेषता के छ भने फल पनि बेसरी फल्छ, साथै यो 12 मासे फल्छ है। अनि यसको चाहिँ हजुरले खानुभयो भने अमिलो त हुने नै भयो अमिलोमा, तर यसको चाहिँ बोक्रा पनि तितो छैन है, त्यस्तो छ। हेर्दा यत्रो छ, यत्रोमा, तर यसमा चाहिँ 30-35वटा छ। यसमा चाहिँ अटुट हुन्छ। अहिले चाहिँ तपाईँको यो चाहिँ यसरी फलेछ भने यो खाने बेला भइसक्यो होइन, अमिलो पसिसकेछ भने अर्को बतिलाहरू यो फल्दैछ। हेर्नुहोस् है, मसिनो भने अर्को चाहिँ यहाँ फुल्दै पनि छ भने कतै चाहिँ हाँगा पलाउँदैछ, कतै फल्दैछ, यो किसिमको छ। यसलाई चाहिँ अब साह्रै अल्को नबनाउने भने तपाईँले यो हाँगा चाहिँ अब चिमर्दै हुन्छ, हाँगा चिमर्दैन। अनि चाहिँ बेला बेला चाहिँ मल चाहिँ लगाइदिइरहनु पर्छ। त्यस्तै गरी काठमाडौँमा त एकदम फेमसै छ, यो लगाएको छु। यो भने के हो, एभोकाडो ठुलो भइसकेको छ। फल्न नफले पनि मेरो इच्छा चाहिँ यसले चाहिँ निकै दमदार तरिकाले बढेर पूर्ति गरिदिएको छ। यहाँ चाहिँ मैले अहिले चाहिँ यो के भन्छ रुख टमाटर राखेको छु, लगाएको छु। यो चाहिँ खास परपरा चाहिँ निकै खाइयो, तर यो चाहिँ यो साल चाहिँ अलि राम्रो भएको छैन है। आशा चाहिँ यसले पनि 2-4 छाक खुवाउँछ होला। यो चाहिँ कोही कोहीलाई साह्रै मनपर्छ, किन भन्दा यो अमिलो हुन्छ। अमिलो भएको कारणले यो चाहिँ मान्छेले कोही कोहीले चाहिँ मन पार्छ है। यो चाहिँ इस्कुसको झ्याङ हो, इस्कुस हो। यसमा चाहिँ निकै फल लागिसकेको छ। सधैँभन्दा यो वर्ष चाहिँ मेरो इस्कुस चाहिँ छिटो ग्रो भयो र फल्न पनि सुरु गर्यो। र यसको सबभन्दा राम्रो के भन्दा तपाईँले मुन्टा रुचाउनलाई साह्रै मुन्टा निक्लिएको हुन्छ। प्लस कोही कोहीले चाहिँ यसको फल पनि अति नै रुचाउँछ। मैले कतै कतै युट्युबतिर सुनेअनुसार देखेअनुसार अति नै उत्तम हुन्छ, स्वास्थ्यको लागि यसको फल भन्ने पनि सुनेको छु। यो पनि निकै यता बढेर आइसकेको छ, गर्दै यहाँ आइसकेको छ है। यो चाहिँ मैले चाहिँ सर यो बार लैजान्छु र यसरी फलिसकेको छ। यो चाहिँ मैले पछाडि खाली जग्गा मेरो त होइन भए पनि खाली जग्गामा लगाउँछु। खेती हल्का टाइम पास पनि हो नि, आफ्नो पछाडि सिजनेबल तरकारीहरू पनि खान पाएँ नि भने खेती, त्यस कारण म यहाँ लगाउँछु। यहाँ चाहिँ मैले मकै पहिल्यै लगाइसकेको भएर यो मकै ठुलो भइसकेको छ है। यो चाहिँ अब मोटामोटी धान चमेर फाल्ने बेला भइसक्यो भने उता साइड चाहिँ हजुरको यो साइड चाहिँ फर्सीको मुन्टा फर्सी लगाएको छु है। यो खाली ठाउँ किन ढिलो भयो भन्नुहुन्छ होला। यहाँ चाहिँ टन्नै लसुन थियो, मैले पहिला पनि लसुनहरू निकै हालेको छु। यो लसुन चाहिँ मैले मजाले छिप्पिएर स्याहार्नु पऱ्यो भन्दाखेरि अलिकति ढिलो भयो र पनि मकैहरू यहाँ चाहिँ उम्रिसकेको छ। यो पल्लो चाहिँ मेरो चाहिँ छेलछेल किसिमको छ है,
पहिलो मकै खाएर भ्याइन्छ यो भने अब चाहिँ अर्को हुर्किँदैछ त्यो किसिमले लगाएको छु। बिचबिचमा सिएबीहरू पनि लगाएको छु। यो सिएबी पनि अब फल्दैछ। यो चाहिँ टिमुरको बोट हो है, यो टिमुर हो। यो निकै फलेछ तर चाहिँ यति बेला यति हावा आइदियो योचोटि चाहिँ, त्यही भएर यो टिमुर चाहिँ अलिक कम बसेको छ र पनि निकै देखिन्छ, निकै छ। यो खास गमलामा थियो, मैले गमलामा साह्रै ठुलो भएर यो पछाडि लगेर गाडिदिएको है। अर्को यो त चाहिँ यो सुन्तला हो, यो पनि गमलामा थियो। मैले गमलामा भएको सुन्तलालाई फेरि यहाँ तल लिएर गाडिदिएको छु। यसमा पनि पोहोर 3-4वटा फल्यो, अहिले बेसरी फलेको तर चाहिँ हावाले झारिदियो है। तर यो साइड चाहिँ छ अझै पनि, तर मसिनो छ अझै पनि। त्यस्तै गरी तपाईँलाई मैले यो यता पनि मकै लगाएको छु। यता सिएबी छ, झाज ठुलो झाज आएर हल्ला गऱ्यो। यहाँ चाहिँ मैले सिएबी यस्तरी सिएबी लगाएको छु। सिएबीहरू छ। यो तल चाहिँ मकै बल्ल यत्र भएको छ। प्लस यहाँ काँक्रा पनि छ, तलतिर काँक्रा छ देखिएको छैन भने खुर्सानी मैले यहाँ चाहिँ टन्नै अकबरे खुर्सानी लगाएको छु। यहाँ यो चाहिँ नर्मल हामीले खाने खुर्सानी हो, रातो खुर्सानी भने यो पाखा चाहिँ अकबरे खुर्सानी छ। यसलाई चाहिँ मैले टन्नै हिजोको दिन चाहिँ गोडेर मल दायाँ बायाँबाट मल लगाइदिएको छु है। त्यस्तै गरी मैले यहाँ चाहिँ लोकल टमाटर लगाएको छु। यो चाहिँ लोकल टमाटर हो। हेरौँ कतिको फल्छ, फल्यो भने खाउँला, फल्यो भने तपाईँहरूलाई पनि देखाउँला है। त्यो साइडमा चाहिँ यो चाहिँ अदुवा हो, अदुवा लगाइसकेको छु। अलि छिटो भएछ तर पनि उम्रिसकेको छ भने अर्को साइडमा यो चाहिँ पिँडालु हो है, पिँडालु हो। अनि मैले मल त्यहाँको चाहिँ हिजो यता फुलमा ल्याएर राखेँ, लगाएँ भने यहाँ चाहिँ मैले मल फेरि 2 बोरा रिजर्भ गरेर राखिसकेको छु। यहाँनिर चाहिँ मैले काँक्रो, लोकल काँक्रो हुर्काइसकेको छु। यो काँक्रो चाहिँ आशा छ यसले चाहिँ राम्रै प्रगति गर्दैछ, सायद फल्छ कि भन्ने लागेको छ। राम्रो छ काँक्रो छ यता पनि। अनि यो खाली चौरमा के छ त भन्नुहुन्छ भने यहाँ चाहिँ यो सर्लकै यसमा चाहिँ साइडमा चाहिँ गएको हप्ता चाहिँ मैले पिँडालु लगाएको छु भने त्यो एरिया अगाडि चाहिँ यहाँनिर चाहिँ अदुवा छ है। आफूले पोहोर मैले यहाँ अदुवा र पिँडालु निकै बनाएँ, खाएर पनि रहेको पिँडालु र अदुवा चाहिँ मैले यहाँ लगाएको छु है। अदुवाहरूलाई चाहिँ तपाईँले त्यत्तिकै राख्नुभयो भने चाम्री पर्छ होइन, बाहिर राख्दा भने त्यसलाई चाहिँ जमिन मुनि गाडेर राखिदिनुहोस्, एकदम फ्रेस पनि बस्छ र निकाल्दै चाहिँदा आवश्यकता अनुसार फेरि खानु पनि मिल्छ है। त्यो तरिकाले गर्नुभयो भने अति नै उत्तम हुन्छ। भने मैले 2 छ्याल त्यो मकै भएको ठाउँमा किन मकै ठुल्ठुला भयो भन्नुहुन्छ भने त्यहाँ चाहिँ मैले पहिला आलु लगाएको थियो। त्यो आलु चाहिँ मैले स्याहारेर, पहिला ब्याजमा लगाएको आलु स्याहारेर फेरि मकै लगाइदिएको। यता पनि यहाँ पनि आलु थियो, यो पनि आलु स्याहारेर मकै लगाएको है। करिबन मेरो चाहिँ पलतिर त्यस्तै 20-22 किलो आलु आयो भने यहाँ चाहिँ त्यस्तै 15 किलो जति आलु आए भनेपछि मलाई यो वर्षको लागि खानालाई मजाले पुग्छ। भने कति बनाए त लसुन भनेर फेरि तपाईँलाई खुल्दुली होला। लसुन मैले यहाँनिर यो पुरै रोपेको थिएँ भने यहाँ पनि रोपेको थिएँ, प्लस त्यहाँ गर्दाखेरि मेरो लसुन त्यस्तै मैले झोप्पा बनाएको अनुसार 10वटा झोप्पा, 10 दुना 20 भनेको डबल हुन्छ त्यहाँ होइन। त्यसमा चाहिँ 20वटा झोप्पा बनाइयो र चाहिँ खानाको लागि नर्मल टुटेफुटे गरेर मसिनाहरू चाहिँ मैले एक सुपो चाहिँ खानालाई 2-3 महिनालाई मजाले पुग्छ त्यो किसिमले फेरि भण्डारण गरेको छु। यो एभोकाडो पनि निकै दमदार प्रस्तुति दिँदै अगाडि बढेको छ। यस्तो ठुलो भइसकेको छ, निकै हरियो छ। सायद यसले पनि छिट्टै मलाई फल दिन्छ होला है। यो ड्रम देख्नुभयो, यो ड्रममा के गरेछ भन्नुहुन्छ भने फालिएका जति पनि
सब्जीहरू छ अथवा यो रुख बिरुवाको पातहरू छ मैले त्यहाँ चाहिँ कम्पोस्ट गरेर राखेको छु। तलबाट जुमिङ गरेर देखाएको ड्रागन फ्रुट यही नै हो। अलिअलि यहाँ चाहिँ रोग लागेको छ। यो त फलेको थियो पुरै, यो आँखले पछि फल्छ, तर चाहिँ तपाईँले आँखै पछि फल्ने भन्दैमा धेरै नराख्नु होला। सायद तपाईँहरूलाई थाहा नै छ होला है। जति धेरै 6-7 वटा फल्यो भने त्यसमा चाहिँ 3टा जति मात्र राखिदिने। मेरो चाहिँ अस्तिको हावाले यसलाई पल्टाइदियो, बल्ल बल्ल उठाइदिएँ। मैले यो तरिकाले बनाएको छु। मसँग यो 2वटा छ यहाँनिर चाहिँ। यो चाहिँ सेतो हो, तर चाहिँ यहाँ पनि छ मेरो है। यो चाहिँ रातो हो। यो चाहिँ मैले तपाईँले पोहोर चाहिँ यति धेरै फल्यो। तिजमा चाहिँ फर्स्ट सेल खाइसकेको थियो भने पछि तिहारसम्म पनि थियो लास्ट सेल। 5 सेल कि कति फल्यो है। यो तरिकाले छ। यो जे होस्, रातो चाहिँ खान मिठो तर छिट्टोको हुन्छ। आज पाक्यो भने त्यो चाहिँ 5 दिन जतिमा फुटिसक्छ कि कागले खाइदिन्छ। तर चाहिँ सेतोमा चाहिँ त्यति हुँदैन है। सेतो चाहिँ मजाले बस्छ 1-2 हप्ता चाहिँ। मैले अकबरे खुर्सानी चाहिँ यो तरिकाले हुर्काइसकेको छु। यो चाहिँ गमलामा हो, राम्रो भइसकेको छ। यो झार किन राखेको होला नफालेर भन्नुहुन्छ नि। मेरो पप्पी युकी भन्ने छ, त्यसले चाहिँ तिनीहरूलाई चाहिँ झार चाहिन्छ। त्यही भएर मैले चाहिँ यो होचो गमलाहरूमा झार पनि राखिदिएको छु है। अर्को चाहिँ मैले यो करी पत्ताको बोट पनि राखेको छु। यो करी पत्ता चाहिँ स्पेसल्ली मासुहरू पकाउँदा चाहिँ एउटा पत्ता मिसाउनु भयो भने अति उत्तम भने कसैले चाहिँ यसलाई चाहिँ चियाको रूपमा पनि खाने गर्दो रहेछ। यो पनि स्वास्थ्यको लागि अति नै लाभदायक छ भन्ने कुरा चाहिँ सुनेको थिएँ र मैले पनि प्राय गरी प्रयोग गर्छु। त्यस्तै गरी यो चाहिँ हो लेमन ग्रास। यो चाहिँ अलिक बाक्लो भएर यो पनि स्वास्थ्यको लागि अति नै उत्तम भन्ने सुनेको थिएँ। त्यस्तै गरी यो त चिन्नु नै भएको छ होला है। मैले नाम भनिनँ, तपाईँहरू आफै चिन्नुहोस्। यो पनि साह्रै मिठो बसाउँछ होइन। यो चाहिँ हजुरको भान्सामा हुनै पर्ने एउटा हो। साथीहरू, आजको लागि मेरो छोटो भिडियो यहीँसम्म। अलिकति लामै हुन गयो होला सायद, त्यसको लागि माफी माग्न चाहन्छु। जसले हेरिदिनु भयो साह्रै धन्यवाद। जसले सब्सक्राइब गरिसक्नु भयो उहाँहरूलाई त झन् भुरिभरि धन्यवाद। र त्यसमा पनि जसले फेरि सब्सक्राइब पनि गर्नुभयो, लाइक पनि गर्नुभयो, साथै सेयर पनि गर्नुभयो, कमेन्ट पनि गर्नुभयो, उहाँहरूको लागि त झन् आमामामामा 100 होइन 101 मैले चाहिँ तपाईँहरूलाई चाहिँ पॉइन्ट दिएँ। हस्, थ्याङ्क यू फर वाचिङ एभ्रिवान। तपाईँहरूको दिन सुखमय रहोस्, खुसी रहोस्, आनन्द तरिकाले बितोस् है त भन्दै आजको लागि मेरो कौशी खेतीको ब्लगबाट बिदा चाहन्छु। धन्यवाद। बाई बाई। सी यू अन नेक्स्ट भिडियो।